चाइना र मलेसिया जाँदैछु म। धेरै प्याक छ, भिड छ, भिड। ल भित्र पसेँ म बोर्डिङ पास लिनलाई। भिड यति धेरै छ, यति धेरै छ, यति धेरै छ। आफ्टर इमिग्रेसन अनि सेक्युरिटी चेक आइ एम वेटिङ फर द फ्लाइट। अब 1 घन्टामा चाहिँ फ्लाइट हुन्छ। त्यसपछि फ्लाइटमा चढिसकेपछि चाहिँ म फेरि अर्को भ्लग हाल्छु, भिडियो हाल्छु। मलेसियन एयरपोर्ट कुआलालम्पुरमा ल्यान्ड भयो। गन्जाउको फ्लाइट छ 9 बजेतिर। चाहिँ ड्युटी फ्री एरिया। फाइनली चाइनामा ल्यान्ड भयो। त्यसपछि भित्र अलिकति इमिग्रेसनको कुराहरू भयो, ब्यागेजहरू लियो। अनि वाइफाई चाहिँ एकदमै कन्फ्युजन भयो, त्यहाँ स्क्यानै गर्नु नमिलेर। पछि अहिले बल्ल बाहिर आइसकेपछि मात्रै ल्यान्ड गर्न मिल्यो। अब भयो भने म खाजा खाने ठाउँतिर जान्छु भन्ने कुरा छ। स्टोरहरू रहेछ यहाँनिर। पानी किन्नु पर्यो। करेन्सी एक्सचेन्ज लास्ट महँगो। टर्मिनल 1 बाट टर्मिनल 2 मा जाँदैछु म। दाइ र रियालाई पेट भएर हामी एयरपोर्टतिर जाँदैछ। एयरपोर्ट रे होटेलतिर जाँदैछौँ। भोलि नै हो। BYD गाडी चाहिँ कम देखिन्छ त्यहाँ। BYD आइदैन। हामी अहिले चाइनाको दरबारमार्ग एरियामा छौँ। There are so many fancy cars. अनि विकास साई पनि हुनुहुन्छ। विकास साई आवर्स एक्सपिरियन्स इन वाङसो। मजा आइरहेछ हैन। इन्फ्रास्ट्रक्चर्सहरू हेर्दैछौँ हामी। कस्तो खालको इन्फ्रास्ट्रक्चर एकदमै क्लिन चिल्लो बनाइरहेका छन्। हुन त अब ओलिभाको लागि सजेसन्स छ हजुरको। हामीले चाइनाबाट धेरै कुरा सिक्नुपर्छ। चाइनाको विकासको मोडललाई हामीले नेपालमा पनि ल्याउनुपर्छ। हरेक जनतालाई चाहिँ विकास भनेको के हो भनेर हामीले फिल गराउनुपर्छ। म यही भन्न चाहन्छु। मिलन हजुरलाई कस्तो फिल भइरहेछ? विकास भनेको चाहिँ रोबोटिक्स एसोसिएसन अफ नेपालको प्रेसिडेन्ट हो भनेर चिन्नुपर्छ। कस्तो फिल भइरहेछ त फ्रन्टमा बसेर एसी खाँदै? चिसो भइरहेछ घुँडा जति सबै। यहाँ त माथि ट्रेन पनि रहेछ कि के हो यो? What is that? ट्राम्प मोनो के भन्छ नि। यहाँको प्यासेन्जर हेलमेट पनि लाउनु हुँदो रहेछ। कस्तो चिल रहेछ। अनि हाम्रो ड्राइभर दाजु हाम्रो जस्तो यिनीहरूको त्यो बाइक कल्चर चाहिँ छैन कि। सानो स्कुटरमा है। हाम्रो त त्यस्तो स्कुटरमा चलाएर हिँडौँ त इज्जत गए जस्तो फिल हुन्छ। हाम्रो ड्राइभर दाइ चाहिँ राइडरै हुनुहुँदो रहेछ। सुई साइड लाइट बाल्दै दामी कलरको ब्लक्सहरू पनि छ। स्मुथ लाइक बटर। I
लाइभ हाउस रे अब हामी लगभग पुग्न लाग्छ अब कति 6 मिनेट जति देखेर 6 मिनेट 41 रुपैयाँ उठेछ ग्वाङ्जोमा चाहिँ रोड पनि सफा प्लस ग्रिनरी अलट मोर अक्सिजन पनि रहेछ हरियाली हरियाली त्यो जङ्गल छेउमा बस्ने नि हरियाली होटल हेर्नु भएको थियो कि थिएन छैन यो पोल्का डट्सवाला यो त किड्सहरूको लागि रहेछ यो चाहिँ पहिला त कुन होटलमा राख्ला भनेर हेरिन्थ्यो है अझ चाहिँ कहाँ गएर बस्ने नै हो भने जस्तो यो चाहिँ दाइको भनाइ पक्कै नै अब ग्यासलाई राम्रै दिन्छ कोरियामा चाहिँ किनट्याक्समा राखेको थियो यहाँको स्कुटरहरू चाहिँ कस्तो डिफ्रेन्ट हुँदो रहेछ वाइडवाला छैन क्या त्यो ठ्याप्ची जस्तो कोरिया एकचोटि मात्र गएन होइन ओलिभरसँग त्यो ओलिभर त्यही थियो ओलिभर कोरियन हो चाइनिज उयो कि मिक्स हो चाइनिज ब्याकग्राउन्ड हो म्यान्डरिनहरू त्यही भएर आउँछ त्यही भएर त ओलिभरलाई सजिलो भएको छ नि चाइनाको सबै टप कम्पनीहरूको यस्तै एसोसिएसनसँग कनेक्टेड भएर बसेको छ अनि त्यहीँबाट कन्सल्टिङ सर्भिस दिन्छ हामी हाम्रो होटेलमा छिर्दैछौँ त्यसपछि के अरे यहाँनिर अब के भन्छ त्यसलाई रेजिस्ट्रेसन गर्ने कुराहरू गर्दैछु यहाँनिर ल रुम चाहिँ यस्तो छ यहाँको दिस इज द रुम ला 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 ओहो भ्यू पनि कडै रहेछ त गाइस हामी अब डिनरको लागि जाँदैछौँ खाँदैछौँ यो चाहिँ भेज सेक्सन भयो म पनि आज भेज भइदिएको यहाँ सबैजना गेस्टहरू हुनुहुन्छ सबैजना उता आज भोलिको लागि पर्सिको लागि आउनु भएकोहरू गेस्टहरू हुन्छ यहाँनिर हामी हेडिङ ब्याक टु होटल आफ्टर द डिनर डिनरपछि हामी म फर्किँदैछु We are here for the breakfast. खाँदैछौँ हामी ब्रेकफास्ट डिपार्टमेन्टमा थरी थरीको छ तर मैले कालो चिया चाहिँ भेटिनँ ब्रेकफास्ट हामी यता ओपनिङ सेरेमोनीमा जाँदैछौँ यो चाहिँ डबल डेक बस माथिपट्टि सिङ्गल डेक चाहिँ तलपट्टि छ टपमा छ So this is Guangzhou, China. हामी ओर्लेर आइपुग्यो गन्जाउ अनि आजको इभेन्ट चाहिँ यहाँ हुँदैछ यो चाहिँ आइआरई इभेन्टमा हुँदैछ सो कन्फरेन्समा चाहिँ हामी छौँ
आइपुग्यौँ यहाँनिर हुँदैछ वेट गर्दैछौँ ब्याजेसहरू अथवा इभेन्ट कहाँ हुँदैछ भनेर आउट सबैजना आइसकेपछि चाहिँ लगभग 1 घन्टा जस्तो वेट गऱ्यौँ अनि हामी अब बल्ल मासतिर हामी जाँदैछौँ हाम्रो एक्जिबिसनको लागि यहाँबाट अब मासतिर हामी लाग्दैछौँ भिआइपीको लागि भनेर एन्ड look at this भिआइपी है म पनि भिआइपी अब 人协会会长 Georgina Diaz. Miss Georgina Diaz, President of the Spanish Association. एक्जिबिसनमा छु अनि यहाँनिर डिफ्रेन्ट टाइप अफ रोबोट्स रोबोट आफैले पिक गरेर छ बोटललाई होइन लट मोर मान्छेको धेरै क्राउडहरू छ Machines are doing their own work, no doubt. त्यसपछि यहाँनिर छ सामान आफै बोक्ने सफा गर्ने सबै क्लियर आउट गर्ने त्यसरी Sorry. यहाँनिर छ अर्को back to our bus and we want to bring सबैजना फरेन क्यान्सहरू भिआइपीहरू सबैजना भिआइपीहरू छन् यहाँनिर हामी खाना खानलाई लन्च आयौँ खाँदैछौँ यहाँ पुरै सिस्टम कडा छ एउटा केटीले हातमा कार्ड थमायो अर्को केटाले लियो अनि भित्र छिरायो ठाउँको ठाउँ फेरि ब्याक टु दि 205 ग्लोबल इन्टेलिजेन्ट रोबोट डेभलपमेन्ट कन्फरेन्स आइपुगेका छौँ यहाँनिर ठ्याक्कै हामी बसेको होटेलको छेउमा होटेल यतापट्टि छ कन्फरेन्स यहाँनिर छ सायद ग्रुप फोटो लिने भनेर जस्तो लाग्यो मलाई मोस्ट प्रोबेबली आएको छौँ अनि यु क्यान सी अ प्याड बोर्ड होइन जसले चाहिँ सेक्युरिटीको काम गर्दैछ होइन डिफ्रेन्ट भेराइटीको यो किचन आइटम्सहरू यहाँनिर राखिएको छ होइन सबै यो कुराहरूमा So we are again back to Global Intelligent Robot Development Conference. कन्फ्रेन्स हुँदैछ त्यहाँनिर रोबोट हिँड्दैछ यहाँनिर बोल्दैछ ओके लिडर्स यहाँ थरीको बर्ड एक्सप्रेसन भइरहेको छ होइन हामीसँग भइरहेको रोबोट यहाँनिर लिएर आएछ मिलिटरीको त्यसपछि यहाँनिर छ मसाज रे सर्जरी रे सबै यहाँनिर हामीसँगै भएको बट नेपालमै छ नि त्यो यो अलिकति एडभान्स उतानिर नि रहेछ त्यहाँ डिनर टाइम 它已把600多种食谱详细的输入。第二，它把米其林的不传之秘都输入。我认为是电冰箱、电视之后家电用品，将来10年之内。Morning guys, हामी उठेर हेर्दैछौँ अनि चाइनामा आउने बित्तिकै के हेर्ने भन्दाखेरि इनोभेसन हेर्ने भन्छ सेल्फ क्लिनिङ रोबोट यहाँनिर क्लिन गर्दैछ यहाँ बट्टाबट लगाएर हामी बसिरहेको होटेल चाहिँ यहाँनिर हो यो यसो बिहान भए पनि मर्निङ वाक हिँड्ने भनेर निस्केको बेलामै सेल्फ क्लिनिङ
हाम्रो नेपालमा जबरजस्ती 3-4 जना बसेर क्लिन गर्छ यहाँनिर आफै क्लिन गरेर हामी रोडमा हिँड्दैछौँ किनकि जहिले पनि गाडीबाट ओर्लियो गयो कन्फरेन्समा बस्यो एसी रियलमै चाइना चाहिँ अब बल्ल हिँडे जस्तो फिल हुँदैछ मान्छेहरू मर्निङ वाक गर्दैछन् गाउँमा यस्तो मजाको छ हामी चाहिँ अब यसो एक राउन्ड हान्नलाई निस्किरहेछौँ त्यसपछि फेरि ब्याक टु होटेल त्यसपछि फेरि ब्याक टु कन्फरेन्स बस पनि के हो मिडिया प्रचारले यस्तो भयो यहाँनिरै ट्राफिक लाइटमा साइकलको लागि पनि लाइट छ यहाँनिर मान्छेलाई सहित के गर्नु मान्छे हिँड्ने हो कि यता जाने हामी त्यतै जाने के जाने हो हामी बाटो क्रस गर्दैछौँ रेड लाइट बलिसक्यो भएर हामी अब मेट्रो छिर्ने बाटो हेरेर यतापट्टि यसो मल साइडतिर आछौँ मलमा पनि यसो आइपुग्यो तर 10 बजी मात्र खोल्ने रहेछ यहाँनिर सरसामानहरूको लागि हजुर हामी जानु पनि त उता हो नि त दाइ उतातिर हो यहाँनिर चाहिँ मिनी सो के रहेछ चाइनाको सामान बिल्डिङ लास्टमा बिल्डिङै रहन्छ हामी अब कफी खानलाई जाँदैछौँ गाइज स्टारबक्समा लेट्स सी हाम्रो भाषा के हुन्छ कसो हुन्छ थाहा छैन अब पुल कि पुसो थाहा छैन Starbucks so हामी स्टारबक्समा आएर हामी खाँदैछौँ कफी सो मेरो चाहिँ के भन्छ यो बेरिजवाला छ अनि दाइको चाहिँ अमेरिकानो छ क्यापुचिनो मेरोमा चाहिँ बेरी हल्लै त्यो स्टारबक्स इन चाइना स्टारबक्सबाट बाहिर निस्क्यौँ हामी अनि ठ्याक्कै लाएर यहाँनिर चाहिँ लोकल फुडहरू पनि पाइयो यहाँनिर चाहिँ यस्तोहरू छ Danny Starbucks coffee. You should definitely try when you come here in Guangzhou. It's a really beautiful taste. It has made my mood so well. Thank you guys for listening to us. यो चाहिँ हाम्रो होटेलबाट देखिने रुमबाट देखिने भ्यू भयो सो यता चाहिँ यो बाइयोन कि बियोन माउन्टेन भन्दो रहेछ त्यसपछि चाहिँ सिटी एरियाजहरू यतापट्टि छ हामी अघि चाहिँ यही साइडतिर बिहान यसो हिँडेर आयौँ come up with the complete product by themselves. So we work together to design and develop this kind of robot to be able to deliver different kind of goods for the hospital and different patient ward. हामी हाम्रो होटेलबाट निस्केर अर्को होटेलमा जाँदैछौँ अनि त्यहाँ पनि एउटा इभेन्ट हुँदैछ यहाँनिर चाहिँ अब रेली कफ हुँदैछ गाइजहरूसँग होइन त्यसपछि हामी गोइङ ब्याक टु दि अनदर होटेल हल्का पानी पर्दैछ सिमसिम सो द्याट्स अल फर टुडे हामी फेरि हाम्रो होटेलमा आइपुगेका छौँ वाङदाङ होटल रुम नम्बर 917 सो हियर इज द रुम
यहाँनिर चाहिँ हाम्रो बाथरुम छ बाथरुममा चाहिँ स्लाइडिङ लकवाला रहेछ त्यसपछि यतापट्टि शावर रुम छ एन्ड दिस इज द रुम ओके दिस इज द रुम विथ द बिग टिभी आम्मा यत्रो ठुलो के हान्ने केही बुझ्दैन एकदमै दामी रहेछ यो रुम अनि दाइ चाहिँ फेरि यस्तो रुम भन्दाखेरि held in conference room of the previous roadshow project previous roadshow project meeting setting गएला एउटा स्याड न्युज चाहिँ दाइ छोडेर जाँदै हुनुहुन्छ यस्तो राम्रो रुम छोडेर बट द गुड न्युज इज द्याट हि इज गोइङ एट 5 स्टार होटल के भन्ने अब यो चाहिँ कति स्टार यो त अलिक सानो होला नि 5 स्टार हुन्छ नि यस्तो होटल 5 स्टार भन्दा कम हुन्छ नि वो लुक एट द भ्यू अब चाहिँ हामी होटलबाट निस्केर बायोन पार्क भन्नेतिर जाँदैछौँ अनि होटलबाट देख्ने भ्यू पुरै सिटी एरिया छ टेक्नोलोजी सेन्टर यहाँनिर सेन्टरमा आइपुगेका छौँ अनि यो चाहिँ बायोन डिजिटल एन्ड टेक्नोलोजी पार्क भन्दो रहेछ अनि यहाँनिर चाहिँ यसको यो कुराहरू सेयर गर्दैछ लोकेसनको कुरा गर्दैछ यहाँनिर चाहिँ यो डिजिटल यो बिल्डिङहरूको पार्क ओभरअल कन्स्ट्रक्सन कसरी बनाएको छ भनेर देखाइरहेको छ यहाँनिर यो कुराहरू छ कहाँनिर छ भनेर सबै यहाँनिर राख्दैछ यहाँनिर देखाउँदैछु ल हिँड्नु पऱ्यो भने टाइम लाग्छ हामीलाई त्यही भएर हाम्रो लागि यस्तो यो गल्फ खेल्न जाने बेला लाग्यो जस्तो वालामा लगेर जाँदैछ हामीलाई अनि यो चाहिँ यहाँको सबसे ठुलो लेक भन्दो रहेछ अनि अहिलेलाई चाहिँ सानो पार्ट मात्रै हामी घुम्छौँ भन्ने कुरा गर्दैछु पार्कको लेक भयो अनि यो चाहिँ म्यान मेड हाम्रो यो इन्टरसरुवा के भन्छ यो कुनै ह्याङमा बनाएको जस्तै रहेछ यो अनि चाइनाको हरेक जिल्लामा चाहिँ एउटा मान्छेहरूले आफैले बनाएको टार चाहिँ हुने गर्छ भन्दैछ अनि यो यति ठुलो अलिक धेरै ठुलो भएर हामीलाई छोटो समयको लागि मात्रै घुमाउँछन् अनि ब्याक टु रोबोट कुकिङ भन्ने कुराहरू छ त्यही भएर हेर्नेछौँ है त के कस्तो छ भनेर बायोन लेकबाट अब रोबोट कुकिङ गर्ने भन्ने ठाउँतिर निस्किँदैछौँ आइखान भन्ने ठाउँ रहेछ होइन यहाँ चाहिँ अब रोबोटले आज कुकिङ गरेर डिनर भनेको छ मान्छेहरू चाहिँ घरेको चाहिँसँग जाँदै गर्दाखेरि आफ्टर 1 घन्टा जतिको राइडपछि हामी आफै रोबोट कुक गर्ने भनेकोमा आइरहेको छु गाउन क्यान टेक्नोलोजी कम्पनी लिमिटेडमा एन्ड वी आर वेटिङ फर द लिफ्ट त्यसपछि हामी आजको रोबोट कुकिङमा जाँदैछौँ